नमस्कार, म आचार्य ज्योतिष पण्डित बलराम खकुरेल आजको राशिफल र पञ्चाङ्ग लिएर उपस्थित भएको छु। आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 29 गते मंगलबार, नेपाल सम्वत 1146 बछलागा, ईस्वी सम्वत 12 मे 2026। चान्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि बिहान 10:12 रहनेछ र त्यसपछि एकादशी तिथि सुरु हुनेछ। पूर्वभाद्र नक्षत्र बेलुका 9:24 रहनेछ भने त्यसपछि उत्तरभाद्र नक्षत्र प्रारम्भ हुनेछ। वैधृति योग, बब करण, आनन्दादि योगमा काण योग। चन्द्रमा दिउँसो 3:25 कुम्भ राशिमा रहनेछन्, त्यसपछि मीन राशिमा प्रवेश गर्नेछन्। आज सूर्योदय बिहान 5:19 भइसकेको छ भने सूर्यास्त बेलुका 6:43 हुनेछ। आजको दिनमान 33 घडी 30 पलाको रहेको छ। हाल पञ्चक चलिरहेको छ, यसलाई सरुण पनि भनिन्छ। यो सरुण आगामी वैशाख 31 गते राति 8:16 गएर समाप्त हुनेछ र भोलि अपरा एकादशीको व्रत परेको छ। अब लागौं आजको राशिफलतिर। सुरुमा मेष राशि। आजको दिन केही चुनौतीपूर्ण हुन सक्ने देखिन्छ। स्वास्थ्यमा अचानक समस्याहरू देखिन सक्ने भएको हुनाले खानपानमा विशेष सावधानी अपनाउनु पर्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग अनावश्यक विवादहरू हुन सक्ने भएको हुनाले बोलीमा संयमता अपनाउनु राम्रो हुनेछ। खर्च बढ्ने सम्भावना छ। वृष राशि। आर्थिक रूपमा आजको दिन निकै सबल रहने देखिन्छ। कतै फसेका पैसाहरू पनि यहाँका धनमाल पनि फिर्ता हुन सक्नेछन्। नयाँ व्यावसायिक योजनाहरू पनि कार्यान्वयन गर्नका लागि आजको दिन निकै अनुकूल छ। साथीभाइको साथ र सहयोगले महत्त्वाकांक्षी योजनाहरू पनि सफल हुनेछन्। मिथुन राशि। कार्यक्षेत्रमा तपाईँको प्रभाव अझै बढ्नेछ। नयाँ रोजगारीको अवसरहरू पनि मिल्नेछन्। सरकारी र प्रशासनिक कामकाजबाट सजिलै यहाँले सफलता हासिल गर्नुहुनेछ। अभिभावकहरूको आशीर्वादले पनि तपाईँका महत्त्वपूर्ण कामकाजहरू सम्पन्न हुने हौसला मिल्नेछ। पदोन्नतिको अथवा नयाँ जिम्मेवारी काँधमा आउने समय रहेको छ। कर्कट राशि। आज भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक कामकाजहरू सम्पन्न हुनेछ। उच्च शिक्षाका लागि विदेश जानका लागि चाहनेहरूका लागि पनि आजको दिन फलदायी रहेको छ। समाज सेवामा यहाँको रुचि बढ्दै जानेछ। लामो दूरीका यात्रा र लाभदायक यात्रा सम्पन्न हुनेछन्। सिंह राशि। आजको दिन केही सतर्क रहनुपर्ने देखिन्छ। स्वास्थ्यमा अचानक समस्याहरू देखिन सक्नेछन्। जोखिमपूर्ण लगानीबाट टाढै बस्नुपर्नेछ। सवारी साधन चलाउँदा निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। धैर्यता भने जस्तोसुकै परिस्थितिमा पनि नगुमाउनुहोला। साँझपख भने यहाँका कामकाजहरूमा सुधार आउनेछन्। कन्या राशि। व्यापार व्यवसायमा राम्रै सम्झौताहरू हुन सक्ने देखिन्छन्। साझेदारीका कामकाजमा पनि यहाँले राम्रै मुनाफा हासिल गर्नुहुनेछ। पारिवारिक जीवन सुखद रहनेछ। जीवनसाथीको साथ र सहयोगले यहाँका महत्त्वपूर्ण योजनाहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा अझै प्रगाढता आउनेछ। तुला राशि। आज शत्रुहरू पराजित हुने देखिन्छन्। पुराना कामकाजहरू यहाँले सम्पन्न गर्नुहुनेछ भने पुराना ऋणहरू पनि चुक्ता गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछन्। ऊर्जावान महसुस गर्नुहुनेछ आफूलाई। अदालती अथवा कानुनी प्रक्रियामा तपाईँको बलियो पक्ष रहने देखिन्छ। मावली पक्षबाट पनि यहाँलाई राम्रो साथ र सहयोग मिल्नेछ। वृश्चिक राशि। विद्यार्थीहरूका लागि आज आफ्नो निकै अनुकूल समय देखिन्छ। सृजनात्मक क्षेत्रमा रुचिहरू बढ्दै जानेछन्। सन्तानका तर्फबाट पनि खुसीको खबर सुन्न पाउनुहुनेछ। प्रेम सम्बन्धमा रहेकाहरूलाई आजको दिन निकै मधुर देखिन्छ। नयाँ ज्ञान सिक्ने अवसरहरू प्राप्त हुनेछन्। धनु राशि। पारिवारिक वातावरणमा केही अशान्ति पैदा हुन सक्नेछ। घर जग्गाको विषयलाई लिएर पनि आफन्तहरूसँग मतभेदहरू दूरी बढ्न सक्नेछन्। कामको चापले गर्दा मानसिक थकानको महसुस हुनेछ। आमाको स्वास्थ्यमा केही समस्याहरू आउन सक्नेछन्। मकर राशि। तपाईँको सामाजिक क्षेत्रमा आफ्ना जिम्मेवारीहरू बढ्दै जानेछन्। दाजुभाइको सहयोगले रोकिएका कामहरू सम्पन्न हुनेछन्। नयाँ योजनाहरू कार्यान्वयन गर्नको लागि आजको दिन अनुकूल छ। छोटो दूरीका यात्राबाट पनि लाभ लिन सक्नुहुनेछ। साहस र पराक्रमको तपाईँको सबैले प्रशंसा गर्नेछन्। कुम्भ राशि। आर्थिक पक्ष निकै सुदृढ रहनेछ। परिवारमा माङ्गलिक कामकाज गर्ने चर्चाहरू चुलिनेछन्। मिष्टान्न भोजन र रमाइलो भेटघाटको अवसर पनि प्राप्त हुनेछन्। बोलीमा मिठास बढाउन सक्नुभयो भने सबैको मन जित्न सक्नुहुनेछ। आजको दिन पुराना लगानीहरूबाट पनि पर्याप्त फाइदा लिन सक्नुहुनेछ। मीन राशि। चन्द्रमा तपाईँको अनुकूल छ। आत्मविश्वास र ऊर्जा बढ्ने देखिन्छ। नयाँ कामकाजको थालनी गर्नको लागि पनि आजको दिन शुभ छ। तपाईँको निर्णय गर्ने क्षमताको सबैले प्रशंसा गर्नेछन्। मान सम्मानमा वृद्धि हुनेछ। तपाईँको व्यक्तित्वको अझै चर्चाहरू चुलिनेछन् र तपाईँको आजको दिन सुखद रहेको छ। राशिफलले जे जस्तो भने पनि तपाईँहरूको आजको दिन सुखद बनोस्, मङ्गलमय बनोस्। हस्त नमस्कार।